नेपाली काङ्ग्रेस फुट्ने वा नफुट्ने विषय पूर्व सभापति शेरबहादुर देउबा नेपाल आएर धारणा राखेपछि मात्रै स्पष्ट हुने नेता रमेश लेखकले बताएका छन्। पूर्व गृहमन्त्री समेत रहेका देउबाका विश्वासपात्र मानिने लेखकले देउबाले 29 गते सम्बोधन गरेपछि मात्रै काङ्ग्रेस कसरी अघि बढ्ने भन्ने विषयमा टुङ्गो लाग्ने बताएका छन्। संस्थापन इतर समूहले 29 गते काठमाडौँमा शक्ति प्रदर्शनसहित राष्ट्रिय भेला आयोजना गर्दैछ। उक्त भेलामा पूर्व सभापति देउबासहित विभिन्न नेताले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ। कसरी अगाडि बढ्ने भन्ने विषयमा शेरबहादुर दाइ आएपछि आफ्ना कुरा राख्नुहोला, त्यसपछि यही गर्ने भन्ने एउटा निष्कर्षमा पुग्छौँ, लेखकले भनेका छन्। फागुनमा हुने निर्वाचन अघि काङ्ग्रेसले विशेष महाधिवेशन मार्फत गगन थापालाई सभापति निर्वाचित गरेको थियो, तर देउबा पक्षले थापाको नेतृत्वलाई अस्वीकार गर्दै आएको छ। यसैबीच नेता शेखर कोइराला पनि पछिल्लो समय देउबा पक्षसँग नजिकिएको चर्चा छ। कोइरालाले समेत 29 गते हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यतालिका रहेको छ।